तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ अहिले टक्क यस्तो 12 बजेको घाममा साथीको घर जाँदैछु है। साथीको घर जानुले पनि डुबाउँछ। साथीको घर जानु अलि समय लाग्ने हुनाले अलि झ्याउ छ क्या। त्यसैले म अहिले चाहिँ यसो डुल्दै 12 बजिसक्यो, रातिसम्म दिन काट्नै पऱ्यो बिदामा। त्यसैले यसो साथीको घरतिर डुलौँ भनेर हिँडेको। यो चाहिँ भर्खर निर्माण भएको पुल हो। भल चाहिँ यो पुल छुन्छ भल आयो भने यो खोलामा है। यो पुलबाट अब हेर्ने माथि एउटा फिल्ड छ, त्यही फिल्ड कति भने साथी घर आइहाल्छ हुन त। तर त्यही पनि एक्लै हिँड्नु अलि औडा लाग्छ क्या फेरि। ह्यान्डसम त मान्ने छु नि, केटीहरू मात्र पट्टिन्न नि। तर यता त गोरो आएरै छु यादा। छायामा आइयो ल, यहाँ त शीतल लाग्यो। त्यो साथी घर जानुभन्दा बरु यहीँ बस्दिउँ जस्तो के। साथी घर जानुभन्दा बरु यहीँ बस्दिउँ जस्तो लाग्यो मलाई त। शीतलमा एकचोटि आराम गरेर फेरि हिँड्नु पर्ला साथी घरतिर। हो भैँसी पनि बाँधेको छन्, यी हेर्न सक्नुहुन्छ ल। यता भैँसी बाँधेको छन् ल, हेर्न सक्नुहुन्छ। कालु सुन्छस्? म जस्तै छ नि, म जस्तै छ के। यो पनि म जस्तै छ के। यो र ममा केही फरक छैन क्या। म चस्मा लाउँछु, यो लाउँदैन, त्यही मात्र हो। अब यस्तै गर्दै म चाहिँ यता रोडतिर आइसकेँ भनेपछि अब यस्तै कुरा गर्दै जानु पऱ्यो हल्का अगाडिसम्म। हल्का अगाडिबाट गइसके त साथी घर गइसके त दुईजना चिल हानी हुन्छ। चिल पनि यो पारामा चिल हानिन्छ नि फेरि। लु फिल्डमा पनि पुगिसकेको छु। यो चाहिँ त्यो फिल्डमा चाहिँ पुरा म्याच खेल्ने सब हुन्छ क्या। यत्रो छ यहाँ चाहिँ म्याच हुन्छ। उता भैँसी बाँधेको रहेछ नि, त्यो कालुलाई हेरौँ न। धेरै जिम त हुन्न मेरो, एन्ड्रोइड हो, आइफोनवाला पर्दैन। अझै त्यस्तो राम्रो देखिन जुम। मेरो सन्तानहरू त्यहीँ बसेका छन्। ल हल्का गर्दै साथी घर पनि पुग्न लागिसके। तपाईँहरूको मनोरञ्जनको लागि एउटा गाना गाउँछु है ल। त्यस्तो ठुलो सिङ्गर त होइन, त्यही पनि यो बाटोमा हिँडिराते चुरोट मैले किनिराते तान्नु पर्यो सर्ट। यो बाटोमा हिँडिराते चुरोट मैले किनिराते तान्नु पर्यो सर्ट। त्योमा अलिक चिलिम भइदिउँ हट, आँखा खुल्ट्यो छट, केटी पठाइदिन्थे फट। यो एक चिलिम तान्दा फेरि दिमागले नै ठाउँ छोरी। यो एक चिलिम तान्दा फेरि दिमागले नि ठाउँ छोऱ्यो। एक सट हान्दाखेरि भाइले नि गाउँ छार्यो। यो कसैको नि बाल छैन आफ्नो तलमा हिँड्ने गर्छु। हिँड्दै दोकान आए चुरोट बिडी जे पाए किन्ने गर्छु। यो सानो उमेरमा नै लत लाग्यो चुरोटको। जुन रक्सी सानो उमेरमा नै लत लाग्यो चुरोटको। त्यही साथै रक्सी पनि पिउन थाले। यो भाले पाल्ने उमेरमा केटाहरू पाल्न थाले। यो भाले पाल्ने उमेरमा केटाहरू पाल्न थाले। ग्याङ बनाइ हिँड्न थाले। यो गाना मलाई आउँदैन त्यही पनि गाइरहेको छु। यो गाना मलाई आउँदैन त्यही पनि गाइरहेको छु। कालो सर्ट अनि तल प्यान्ट लगाइरहेको छु। यो त हिँड्नु है ल, साथी घर पनि आउनु लागिसक्यो। यति जङ्गल हो। घुम्तीदेखि टक्क लाएर हल्का भित्र यता छिर्नु पऱ्यो। यतादेखि यो बाटो छिरेपछि साथी घर आइहाल्छ। अब 2 मिनटमा म साथी घर पुगिहाल्छु। हिलो रहेछ बाटो पनि, बाटो पनि हिलो रहेछ हो। हिलो आरामसँग चिप्लिन्छ। धानबारीमा फेरि अहिले पछाडि पनि झ्याउ छ। चस्मा मात्रै गिर्छ क्या, डबल ब्याट्री पऱ्यो के गर्नु। अब साथी घर पुग्न लागिसकेँ म त। यो चाहिँ मेरो साथीको घर हो। यो सेतो छ त, जुन यो कलर लगाएको चाहिँ मेरो साथीको घर हो। पुग्न लागिसकेँ म चाहिँ, पुगिसकेँ है मेरो साथीको घर। ल ओइ ढोल खुट्टा धुम, त्यसले ढोका खोल्छ।
अनि भित्र जानु पर्यो गोजेङ र साथी यो मेरो गोजेङ र साथी खेल्ने गर्छ गेम मात्र यसको मेहन्दी हानेको छ खै ल यसको गेम पेले है कस्तो टेन्सन लिन्छ हेर्नु है ल राम्रोसँग मार हानके ज्याममै कस्तो लुबो हाने देख्नु जो अनबुवान खेल्न चाहन्छ आफ्नो युआइडी छारे हुन्छ है मार छिटो सिसीको ट्याउरो रहेछ सिसीको रल्लो ट्याप आयो यो त्यो गोजेङ रो खेल्न पनि आउँदैन केही गर्न आउँदैन सिसीको यही हो पनि नचलाएको केटो नै म मारिदिन्छु म चल्दै थियो ए आयो यो जे मैले बनाएको भिडियो हालेको थिएन क्या अहिले त्यसैले म भिडियो आउन आएको है चल्यो छ न साथी आज साथी व्यवस्था गर्नु छैन यो चाहिँ आइफोन होला हो म हुने खानु पऱ्यो म भन्दा धनी तपाईँले यो भिडियोलाई सपोर्ट गर्नु लाइक गर्नु कमेन्ट गर्नु भन्दा त भन्दा तैँले भने मान्दैन क्या त्यो त गेममै व्यस्त छ ऊ कति गेम खेल्छ त भन्दा तैँले भने मान्दैन के ओइ त्यति त भन भन्नु कहिले गऱ्यो भने पैसा दिनु भन्न ल यस्तो छन् कि मेरो पर्खेर जन्ने धेरै छन् यहाँ के जस्ता त्यति भन्दा लाइक गर्नु कमेन्ट गर्नु भन्न हेर्नु त्यति भन्दैनन् ल म आफै भन्छु सबैले भिडियो लाइक गर्नु कमेन्ट गर्नु सेयर गर्नु है सक्दो कपी लिङ्क गर्नु ल अब हामीहरूको भेट अर्को भलकमा है ल त्यो खाएको भलक आउँछ है भोलि त फेरि ल सबैलाई वेलकम ल सबैलाई बाई छ है ल अब नेक्स्ट भलकमा भेटौँ ल ओके बाई